मावि शिक्षक मावि विज्ञान शिक्षक राम प्रसाद यादव सरलाई आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। आजको कार्यक्रमको अध्यक्ष हुनुहुन्छ हाम्रो राम प्रसाद सर। आसन ग्रहणकै क्रममा आजको कार्यक्रमका प्रमुख अतिथि यस श्री मोहन मावि विद्यालयका प्रमुख श्री अशोक कुमार यादव सरलाई म आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। आसन ग्रहणकै क्रममा यस विद्यालयका भूपू विदेश अध्यक्ष वडा अध्यक्ष क्याम्पस सदस्य दामोदरनाथ मोहन बहुमुखी क्याम्पसका सदस्य जीहरूलाई म आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। आसन ग्रहणकै क्रममा हाम्रो यस मोहन माविका मावि शिक्षक अंग्रेजी शिक्षक श्री देवेन्द्र दास सरज्यूलाई आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। आसन ग्रहणकै क्रममा हाम्रो यस मोहन माविका मावि शिक्षक पुरुषोत्तम कुमार यादव सरलाई म हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। उहाँ चाहिँ म्याथ टिचर हुनुहुन्छ। अझै जोरदार तालीले स्वागत गरिदिनु होला। ल यसै विद्यालयका शिक्षक यसै विद्यालयका शिक्षक राम पुकार शाह सरलाई म चाहिँ आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। यस मोहन माविका शिक्षकज्यूहरू तपाईहरु जहाँ कहीँ भए पनि यहाँ यो माइकको आवाज सुनिराख्नु भएको छ भने यस स्टेजको नजिक चाहिँ आइदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। किनभने हाम्रो कार्यक्रम सुरु भइसकेको छ। यस प्राङ्गणमा हुनुहुन्छ भने छिटोभन्दा छिटो आइदिनु होला। आसन ग्रहणकै क्रममा यस विद्यालयका शिक्षक राम सागर यादव सरलाई म आसन ग्रहण गरिदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यस आसन ग्रहणकै क्रममा यस मोहन माविका वरिष्ठ सहायक पशुपति ठाकुर सरलाई म आसन ग्रहण गरिदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। सर तपाईँ जहाँ कहीँ भए पनि यहाँ स्टेजमा आएर आसन ग्रहण गरिदिनु होला। हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यस विद्यालयका लेखा अधिकृत सर विद्यासागर शाह सरलाई म आसन ग्रहण गरिदिनु हुनुमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। यसै विद्यालयका शिक्षक सुरेन्द्र कापर सरलाई म यस स्टेजमा आएर आसन ग्रहण गर्नुमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण क्रममा चाहिँ यसै विद्यालयका शिक्षक राहुल प्रताप सिंह सरलाई म यस स्टेजमा आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा चाहिँ यसै विद्यालयका शिक्षक वीरेन्द्र यादव सरलाई म आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गर्नु होला। विद्यार्थी भाइ बहिनीहरू
तपाईँहरू आफ्नो हातलाई गोजीमा नराख्नु होला, एकदम रेडी पारेर राख्नु होला। ताली बजाउँदै गर्ने यहाँ यसै विद्यालयका शिक्षक जितु सिंह सरलाई म यस स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आइदिनु होला सर। यसै विद्यालयका शिक्षक रोहित यादव सरलाई म चाहिँ यस स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणको क्रम चाहिँ जारी नै रहन्छ र यसै बिचमा हाम्रो जुन एउटा स्वागतको लागि खाधा र ब्याज लगाउने कार्यक्रम छ त्यसलाई म अगाडि बढाउँदैछु। खाधा र ब्याज लगाएर यसै विद्यालयका शिक्षिका अनुराधा कर्णलाई म चाहिँ स्वागत गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ब्याज लगाएर र विद्यार्थी भाइ बहिनीहरूलाई र यस मिर्चा नगरपालिकाका कार्यपालिका सदस्य विनोद शाह ज्यूलाई म चाहिँ यस मञ्चमा आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। यसै विद्यालयका शिक्षक रामसागर ठाकुर सरलाई म आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। यसै विद्यालयका शिक्षक यसै विद्यालयका शिक्षिका यसै विद्यालयका शिक्षिकाहरूलाई आसन ग्रहण गरिदिनु हुन म यथास्थानमा अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला विद्यार्थीहरू। अब हाम्रो आजको यस सांस्कृतिक कार्यक्रममा आसन ग्रहणको कार्यक्रम जारी नै रहन्छ र यस कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। अब हाम्रो यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा चाहिँ हामी राष्ट्रिय गान चाहिँ सर्वप्रथम राष्ट्रिय गान चाहिँ सुरु गर्छु र राष्ट्रिय गानमा चाहिँ प्राविधिक रूपमा विद्यार्थी भाइ बहिनीहरूलाई यो राष्ट्रिय गान बजाइदिनु हुन म अनुरोध गर्दछु। र धन्यवाद भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। झन्डा ल्याइदिनु हुन म अनुरोध गर्दछु धीरज भाइलाई। राष्ट्रिय झन्डा राष्ट्रिय गानको लागि सबैजना आफ्नो स्थानमा तयारी भइदिनु होला। अब राष्ट्रिय गान हाम्रो सुरु हुनेछ।
बहिनीलाई धन्यवाद। यसै विद्यालयका शिक्षक नागेन्द्र प्रसाद यादव सरलाई म आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र अब हाम्रो राष्ट्रिय गान सुरु हुँदैछ। रेडी 1 2 3 स्टार्ट। धन्यवाद। अब यो राष्ट्रिय गान पछि चाहिँ वीर शहीदहरूका लागि चाहिँ 1 मिनटको मौन धारण कार्यक्रम सुरु हुँदैछ। हाम्रो यस नेपालका वीर शहीदहरू वीर सपुतहरूको लागि तपाईहरू 1 मिनटको मौन धारण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। टाइम स्टार्ट। समय समाप्त। ल अब हाम्रो यसपछि सरस्वती वन्दना सुरु हुनेछ। विद्यार्थी भाइ बहिनीहरू सरस्वती वन्दनाका लागि पुरै तयारी अवस्थामा भइदिनु होला। ल अब हाम्रो यो सरस्वती वन्दना सुरु हुँदैछ। रेडी 1 2 3 स्टार्ट। तिमी छौमा तिम्रै छ केवल
गुड मर्निङ अल अफ यु सबै विद्यार्थी भाइ बहिनीहरूलाई गुड मर्निङ। ल अब तपाईँहरू तल गइदिनु होला। ल अब यसपछि हाम्रो कार्यक्रम दीप प्रज्वलनको कार्यक्रम रहेको छ र आसन ग्रहणको क्रम जारी नै छ। यसै विद्यालयका शिक्षक धीरेन्द्र कुमार यादव सरलाई म आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै विद्यालयका शिक्षक ल यसै विद्यालयका शिक्षक नागेन्द्र प्रसाद यादव सरलाई म यस मञ्चमा आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। आजको यस कार्यक्रममा पाल्नुहुने सबैजनाहरूलाई म चाहिँ एकचोटि ताली बजाएर स्वागत गर्न हार्दिक अनुरोध गर्दछु। र हाम्रो कार्यक्रम आजको सांस्कृतिक कार्यक्रम भव्यको साथ सुरु हुनेछ र एकमा एक यहाँ चाहिँ मनोरञ्जनका कार्यक्रमहरू रहेको छ। तपाईँहरू यो कार्यक्रम हेरेर आनन्द लिनुहोला। हाम्रो अब यसपछिको कार्यक्रम रहेको छ दीप प्रज्वलन कार्यक्रम। दीप प्रज्वलन कार्यक्रमपछि चाहिँ त्यसपछि हाम्रो स्वागत मन्तव्यको कार्यक्रम रहेको छ। आजको यस सांस्कृतिक कार्यक्रममा स्वागत मन्तव्यपछि चाहिँ हाम्रो यस कार्यक्रममा गीत सङ्गीतका कार्यक्रमहरू सुरु हुनेछ। म जानकारी गराउन चाहन्छु। दीप प्रज्वलन कार्यक्रममा चाहिँ दीप प्रज्वलन गरिदिनु हुन म यसै नगरपालिकाका कार्यपालिका सदस्य विनोद शाह ज्यूलाई म यहाँ निम्त्याउन चाहन्छु। उहाँलाई म दीप प्रज्वलन गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु होला। ल तपाईहरुले ताली बजाएर जोरदार ताली बजाएर स्वागत गरिदिनु होला। उहाँले दीप प्रज्वलन गरिराख्नु भएको छ यस नगरपालिकाका कार्यपालिका सदस्य विनोद शाह ज्यू। ल दीप प्रज्वलन गरेर हाम्रो यस विद्यालयमा हुन गइरहेको सांस्कृतिक कार्यक्रमलाई चाहिँ उद्घाटन गर्नुभयो। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हाम्रो कार्यक्रम यसपछिको कार्यक्रम आसन ग्रहणको कार्यक्रम जारी नै रहनेछ र यस कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। अब यसपछिको कार्यक्रम रहेको छ स्वागत मन्तव्य कार्यक्रम। अब स्वागत मन्तव्यको लागि चाहिँ स्वागत मन्तव्य दिनुहुन र स्वागत मन्तव्यको लागि चाहिँ यसै विद्यालयका शिक्षक देवेन्द्र दास सरलाई म हार्दिक अनुरोध गर्दछु। तपाईहरु ताली बजाएर स्वागत गरिदिनु होला। धन्यवाद कार्यक्रम सञ्चालक देव। उपकारी हुने व्यक्ति जीवन छन् निरन्तर फलेको वृक्षको हाँगो कहाँ झुकेको छैन र कहाँ झुकेको छैन र दबिन्छ गुनीको दोष गुनीको रासमा परी दबिन्छ गुनीको दोष गुनीको रासमा परी रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी दबाएकै छ बेसरी
आदरणीय श्री 108 श्री सरस्वती पूजा महोत्सव 2081 का सभापति को आसन ग्रहण करते हुनुभएको सभापति अध्यक्ष महोदय, यस विद्यालयका आदरणीय प्राध्यापक सरज्यू, सहायक प्राध्यापक सरज्यू, हाम्रा नगरपालिकाबाट पाल्नुभएका कार्यपालिका सदस्य एवं शिक्षा प्रेमी विनोद कुमार शाहज्यू, हाम्रा यस विद्यालयका बहुचर्चित गणित शिक्षक हाम्रा सहकर्मी मित्र पुरुषोत्तम यादव सरज्यू, यहाँ मञ्चमा उपस्थित हाम्रा सहकर्मी मित्रहरू तथा यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी श्रोता र हाम्रा प्रिय विद्यार्थीहरू, वास्तवमा यो विद्यालय एउटा मोहन नमुना माध्यमिक विद्यालय वास्तवमा हो र मिर्सिया नगरपालिकामा अवस्थित रहेको यो विद्यालय दामोदरानन्द ब्रह्मचारीको नामले बहुत बढी चर्चित पनि तपाईँहरूसम्म विदितै छ। यस विद्यालयमा आज यो सरस्वती पूजाको शुभ दिनमा वसन्त पञ्चमीको शुभ आगमनमा हाम्रा यो कलिला विद्यार्थी भाइ बहिनीहरूले राख्न गइरहेका साना प्रोग्रामहरू छन्। ती साना प्रोग्रामहरूलाई यहाँहरूले धैर्यतापूर्वक श्रवण गरेर नैनमा आफ्नो धैर्यता राखेर यहाँहरूको हौसला बढाइदिनु हुनेछ भन्ने विश्वास गर्दै यहाँहरूलाई स्वागत गर्न चाहन्छु। यहाँहरू हाम्रो विद्यालयमा जुन साना साना प्रोग्रामहरूलाई जुन विद्यार्थीहरूले ल्याइरहेका छन् त्यसलाई यहाँहरूले धैर्यतापूर्वक राख्दै र कुनै पनि किसिमका होहल्ला नगरी संयमतापूर्वक यो विद्यालयको सभ्य र भव्य रूपमा यो कार्यक्रमलाई सफलता पार्दिनु हुन यहाँहरू समक्ष विनम्र निवेदन गर्दछु। साथै यहाँहरूलाई पुनः यो कार्यक्रमलाई धैर्यतापूर्वक सहनशीलतापूर्वक सफल पार्दै कुनै किसिमको होहल्ला झैझगडा नगरी विद्यार्थीहरूलाई हौसला बढाइदिनु हुनेछ भन्ने आशा र विश्वास राख्दै पुनः म यहाँलाई स्वागत गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु। धन्यवाद। देवेन्द्र सरलाई धेरै धेरै धन्यवाद। उहाँले स्वागत मन्तव्य राखेर जानुभयो र अब हाम्रो कार्यक्रम रहेको छ गीत सङ्गीतको कार्यक्रम अब सुरु हुनेछ। तपाईँहरूले ताली बजाएर स्वागत गरिदिनु होला। ल यसै विद्यालयका विद्यार्थी कक्षा 12 का विद्यार्थी जित भाइले म चाहिँ यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु र यो सांस्कृतिक अब गीत सङ्गीतको कार्यक्रम सुरु हुँदैछ। अब गीत सङ्गीतको कार्यक्रम सुरु गर्नमा सहयोग गरिदिनु हुन र यस उद्घोषकको भूमिका निर्वाह गरिदिनु हुन म अनुराधा म्यामलाई अनुरोध गर्दछु।